प्रतीक्षा। प्रतीक्षा यो शब्द सानो छ, तर यसको भावना धेरै गहिरो छ। कसैलाई मन पराउनु सजिलो हुन सक्छ, तर उसैको प्रतीक्षा गर्नु भने धैर्य, विश्वास र साँचो माया माग्छ। कहिलेकाहीँ म आफैसँग भन्छु, ए किन यति धेरै पर्खिरहेको छस्? किन यति धेरै भरोसा गरिरहेको छस्? तर भित्रबाट एउटा आवाज आउँछ, किनकि यो माया साँचो छ। हो, प्रतीक्षा गाह्रो हुन्छ, दिन लामो लाग्छ, रात झन् लामो, कहिलेकाहीँ मन थाक्छ पनि। तर म बुझ्दैछु, प्रतीक्षा कमजोरी होइन, प्रतीक्षा विश्वास हो। जब हामी कसैलाई साँचो मनले माया गर्छौं, हामी उसलाई समय दिन सक्छौं, हामी सम्बन्धलाई मौका दिन सक्छौं। म अहिले प्रतीक्षामा छु, तर निराश छैन। म शान्त छु, किनकि मेरो मन सफा छ। मलाई थाहा छ, साँचो भावना कहिले हराउँदैन। आज टाढा भए पनि भोलि नजिक हुन सक्छ। प्रतीक्षा भनेको रोएर बस्नु होइन, प्रतीक्षा भनेको आशा बोकेर अघि बढ्नु हो। म आफ्नो जीवन जिउँदैछु, आफ्नो सपना बनाउँदैछु, तर मनको कुनामा तिम्रो लागि एक सानो ठाउँ अझै छ। यदि हाम्रो बाटो मिल्ने नै हो भने समयले हामीलाई फेरि भेटाउनेछ, र यदि ढिलो भयो भने पनि मेरो माया हतारिने छैन, किनकि साँचो प्रतीक्षा समयसँग हार्दैन। प्रतीक्षा भनेको मायामा विश्वास गर्नु हो, र म अझै विश्वास गरिरहेको छु।